जानु दुई तिनवटा खुर्सानी पिठो खाऊँ न। मेरो सुकाइसक्यो। और क्या लेगा? हेलो साथीहरु नमस्ते अनि वेलकम छ प्रिया गुरुङ युट्युब च्यानलमा। साथीहरु हजुरहरुले आज देखिसक्नु भएको छ हामी टक्क लाएर जंगलमा हैन, जंगलको बीचमा, जंगलको छेउमा छ हाम्रो यहाँ के आँपको बुट हैन। अन्त हिजो हाउरीले धेरै आँप पनि खसाउन त अलिअलि चाहिँ छ, अझै बाँकी पनि छ। अनि चाहिँ आज टक्क लाएर आँपको बुट मुनि बसेर चाहिँ हामी आँप खाँदैछौँ है। टक्क लाएर पिरो अनि हरियो खुर्सानी अनि यो आँप छ, सबै छ है, हेर्नु होला है। अनि यो पिन्छौँ हैन, नुन खुर्सानीसँग टक्क लाएर हामी चाहिँ दिदीबहिनी रुखमा फलेको है आँप खान्छौँ है साथीहरु। हजुरहरूलाई कोलाई मनपर्छ होला, म यही पिने। कति अति धेरै भयो क्या नुन है, धेरै भयो हुन्छ है। खुर्सानी चुटाले म कुँवर हुन्छ ल, खुर्सानी पनि पिन्छु। के हो धेरै हुन्न, धेरै भयो क्या है, खान सकिन्न धेरै बोका खोज्नुपर्छ। कति चुटाउनु भएको टुटुको मैले चुटाएको खुर्सानीको हेर्नु है साथीहरु। हामी म पिन्न लाग्यो तर अलिकति अप्ठ्यारो भयो, यो अलिकति जस्तो तस्तो पिन्ने कोसिस गर्दैछौँ। धेरै नुन खायो भने फेरि हाम्रो गाउँतिर भन्ने चलन छ, बोका खर्च। आज नुन धेरै भएको छ है। त्यसो टिमुर हाल्दैन है? टिमुर होइन, यो अब हामीले टिमुर छुट्यौँ, टिमुर नहाले नि हुन्छ होला। धेरै पिन्नुपर्छ क्या यार, पिनु नारी त्यतिले पुग्छ हामीलाई। जानु दुई तिनवटा खुर्सानी पिठो खाऊँ न। मेरो सुकाइसक्यो। यस्तो खुर्सानी पिरो 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 बास्ना आइरहेको छ होइन, पिरो छ नि यो खुर्सानी। बास्ना राखेको कति लिन्छ है फेरि हामी सिलौटै यहाँ। त्यो सुकाइसक्यो। कति राखौँ हुन्छ होला, पुग्छ खुर्सानी अहिले राख्नु थपौँ पुग्छ होला, पुग्छ है। कति भयो बरु ल ल केले सोर्ने अब यो चक्लु छोर नि हुन्छ। ल कोलाई मनपर्छ साथीहरु कमेन्ट गरौँ है, सेयर गरेर खाउँ। बङ्गाली ज्यान कि ज्यान तपाईँबाट सुरु गर्नु, तपाईँ सुरु गर्नु। अब बङ्गाली ल ल है, ल ल दिउँ त ल खानु। यहाँ खाने हो सँग तपाईँ पनि खानु। अब अलि नुन बढी भयो कि यस्तो पिलेर, नुन अलिक बढी भयो कि यस्तो भइरहेको छ यहाँ चाहिँ। कस्तो मजाले शीतल छ है यहाँ। एउटा थम्नेलको लागि बस्नु
त्यो चाहिँ यस्तो जान्छ है ल खाए है साथीहरु नुन बढी भएछ नि यहाँले हरि भयो त एकदम मिठो है नुन बढी भएछ भाउजू खानु खानु Cái tập bạc Last minute आफ्नै बारीको देख्नुहुन्छ या Mari खुर्सानी हिलाएर खानु अरु केही हैन दाँत जान्छ यसमा सँग आयो भने कम हुन्छ हामीले त मन पर्छ अलि धेरै खाएको भएर दाँत कि त्यस्तो भएको कि हामीले त मिठो हो यस्तो खतरा छ चाटेर छ हैन लौजा लगाए छोरीले त हामीले मलाई त ओभरै आउनु है तपाईं खानु थुगाए सब हजुरको ल मिलाएर खानु है एकदम पिरो नुनसाली चर्को भएको है रिएक्सन बिना खाम सक्दैन एकदम अमिलो छ यो चाहिँ ल यति नो रिएक्सन है तिम्रो सानो छ के अमिलो त गरे पकायो न अलि खान्छु है दाँत चाहिँ गयो है अलिकति साथीहरु यो चाहिँ हामी यत्रो बराबर छ नो रिएक्सन है 1 2 3 गो सक्यो तर एकदम अमिलो है कुन खाम खामै खाम अब यो सिजनको फल हो साथीहरु हैन अरु बेला खान्छु भन्दा पाउँदिन नि त अब पछि खान्छु भन्दाखेरि पछि पाकी जान्छ यो पाकेपछि फेरि स्वाद छुट्टै हो के यसको यतिखेर काँचो पनि धेरै काँचो नि हैन पाकेको नि पाकेको हैन कट्ने रह गुलियो अमिलो एकदम मिक्स भइराख्यो के यतिखेर के भन्छ पनि यसलाई अमिलो पनि छ गुलियो पनि छ ल यो चाहिँ अलिकति ठुलो ह उ त्यो माथिको चाहिँ अलि सानो ह मलाई एकदम मन पर्छ आफै हिजो नि खायो अनि बिहान नि खायो अनि अहिले खाना नि दाँत लास्ट खत्म हुने भयो यार
किन चटनी उयो नहालेको यति त्यस्तो सिङ्गनी निकाल्यो मेरो त पिरो है इङ्ग्लिसमा भन्न जानिन नरो डिलिसियस हो कि के भन्छ तर त भन्न त जानिन एकदम मिठो छ तपाईँले भनिदिनु त बहुत डेलिसियस भेरी भेरी डेलिसियस मैले त जानेन कि अब यो चाहिँ काट्दैछु है अब नबोली होइन बोला त खरा त बोलिन्छ त्यत्रो अलिकति काटेको होइन सक्यो होइन अब यो काटेर जाँदैछौँ साथी होइन यो चाहिँ बोक्रा चाहिँ फाल्छु क्या किनभने दाँत लास्ट खत्तम पार्छ यो अलिक साह्रो हुन्छ नि त लिएर खानु नै चङ यस्तो मिठो है पोहोर वर्ष अलिक पातल फलेको थियो कि है यो पालि त हाउहुरीले सानैपट्ट झरालेको तै पनि हाम्रो ब्याग पछाडि देख्नु भएको छ होला नि तपाईँले फलेको चाहिँ आफू के चाहिँ त्यही भएर तपाईँहरूले पनि देखिरहनु भएको छ होला म चाहिँ छिल्दैछु है आँखै बन्द हुँदो रहेछ अमृतले त तिम्रो आँखा अलिकति ठुलो भन्ने छ झन् मेरो त तपाईँको भन्दा अलिक सानोदेखि मेरो क्यामेरा तपाईँहरू सधैँ क्यामेरा फेस गरेर आएको मान्छे अब अलिअलि ओभर अमिलो भयो त खाने खाने दाँत झर्छ सब बेलुकासम्म त यो खाएर हड्डी चबाउनुपर्छ है भनेसम्म दाँत पनि चबाउनु मिल्दो रहेछ ल खानु अब चाहिँ बिर्छु है ल काट्नु खाम खाम ल अब चाहिँ यति होला लास्ट है सकिन होला यार धेरै भयो अलिक धेरै खानु भएन मैले धेरै खायो होला धेरै खायौ यसरी हो लपक लपक लाउँदै खाने के लगाऊ के भयो साथीहरू मात्रै सिलौटोमा कति दिन लाग्छ होला नि यो एकदम मिठो छ आप चाहिँ दिदी अझै आउनु त पनि खाँदैछु यार यो भनेको अर्ग्यानिक अहिले मेरो पसिना मलाई पनि पसिनाले चिप्लिट्टै भयो साथीहरू होइन पिरोले भयो कि पिरो शीतल एकदम शीतल हो हामीलाई यहाँ चाहिँ पिरो र अमिलोले गर्दा रन्थने भाइ खुब दाँत चाहिँ गयो उर्किन गयो भने पुरै तर त के बेलुका छ म त औ धेरै खाएँ मैले धेरै छ खाना आउनु तपाईँहरू पनि है कति रहेछ साथीहरू अझ फ्रेस पनि छ रुख पनि छ देख्नु भएको छ होला नि पछाडि अरूको चाहिँ धेरै नटिप्ने त्यो चाहिँ लतक्क पाक्ने गरी क्या अलिकति के यो काँचो खाने बेलामा खायो अब खाने आउनु होला बारीमा हाम्रो जङ्गल छ यहाँ बारी छ घर अगाडि साइड घरको साइडमा जङ्गल
मेरो लाग्छ नि हामीलाई अब चाहिँ त्यतिकै चिम्सो आहा झन् सिरी बनायो तिरिमिरी झैँ पार्यो तिरिमिरी झैँ दाँत गयो यार मेरो मैले चाहिँ धेरै खाएँ तर अमिलो दिन सक्दिनँ त खानु है ल म्यारी तिमी अब एउटा छिल त एउटा मात्र खाम है अब दाँत गयो क्या सक्यो तिमीले अब खानु म त अब सक्दिनँ कुन चाहिँ काटौँ जुन नि एउटा काटा काटा हो त्यही ठुलो काटा अब एउटा मात्र खाँदैछौँ साथीहरू दाँत गयो कि मेरो चाहिँ एकदम धेरै खाएँ मैले चाहिँ तपाईँहरूको यस्तो हुन्छ हुँदैन अमिलो खाएपछि दाँतले कामै नगर्ने मेरो चाहिँ साह्रै हुन्छ एकदम म त भरे भात पनि चलाउनु सक्दिनँ भने थाहा तपाईँहरू नि खाना आउनु के अरे खाना आउनुहोस् है आउनुहोस् तपाईँ खानु क्या मलाई पिरो धेरै भयो कि म पानी नि खाइदिएँ है साथीले बहिनीले चाहिँ खाएको होइन म त पानी नि खाइदिएँ अझै खाना जारी छ यो खाना जानेन कि हात सिङ्गै खानुपर्ने हो है सिङ्गै त भयो अगाडिको दाँत जान्छ क्या अनि सास गर्दाखेरि नि च्यालेन्ज मेरी च्यालेन्ज ल ठुलो भयो त साह्रै को पारेर कसम एउटा 1 मिनट भ्याउने ल टाइमर मोबाइल दिन्छ मेरो मोबाइल टाइमर सेट गर्छु अरे हामी हामी भिडियोस प्लस प्लस हामी यहाँ च्यालेन्ज पनि गर्दैछौँ है होइन म यहाँ त्यही 50-50 गरा एउटा एउटा त सकिन कि अब सकिन्छ च्यालेन्ज है साथीहरू धेरै होइन 2 मिनट भ्याउनु पर्यो एउटालाई टाइमर सेट गर्नु छ है मलाई दिनुभयो त एउटा आइसक्यो ल है अब च्यालेन्जको कुरा पनि छ है साथीहरू हेर्ने तपाईँले कति भात गर्नुभयो त अघि म त भेलायत फ्याट अलिक बढी खानुभयो भने यो तिमीलाई यो तिमी यो त अघि बराबर साथी काट्ने हो यो छ यो छ होला र साथीहरू यो दुईटा बराबर देखेको छ बराबर बरु पातलो गरेर खान्छ है यसलाई होइन ओ अलिक हल्के च्यालेन्ज छ यहाँ चाहिँ च्यालेन्ज गर्दैछ दिदी र म चाहिँ 2 मिनटमा हामीले यो दुईटा एउटा सिङ्गै सकिसक्नु पर्यो क्या 2 मिनटभित्र कसले सक्छ त्यसले चाहिँ प्राइज पाउँछ के प्राइज फेरि फेरि यो चाहिँ एकदम भर्खर निर्णय है यो चाहिँ हामीले च्यालेन्ज चाहिँ गर्छु भनेको थिएन तर चाहिँ लास्टमा एउटा खाम भन्ने कुरा आयो अनि पछि चाहिँ एउटा च्यालेन्ज लास्ट खाम 2 मिनटभित्र चाहिँ भ्याउनु पर्यो क्या टाइम है टाइम टाइममा राख्नु त सेट गर्नु त म फाल्छु यार मैले टाइम सेट कसरी हो मेरो मोबाइल यहाँ राख्ने साइड देखाएर टाइमर सेट गरेर ल है 2 मिनटमा है 2 मिनटमा एउटा यदले त्यो म खान्छु तिमी सेट गर्दै गर है ओहो कसरी खाने हो ल है ल साथीहरू प्राइज पनि राख्छु है प्राइज चाहिँ फेरि एउटा हात्ती चाहिँ राख्छु होइन यो चाहिँ मैले जितोस् है मैले जित्छु अरूले जित्दैन मैले जित्छु ल यो चाहिँ जिते पनि यो एउटा च्यालेन्ज हो साथीहरू यो आप च्यालेन्ज यो टाइमर देखेको त्यहाँबाट हुन्छ क्यामेरामा ल अब जसले जितेछ त्यो चाहिँ होइन विनर है साथीहरू जसले अगाडि खान्छ है अनि अलि ठुलो भएन मेरो तपाईँले अलि धेरै खानुभयो होइन कि ल भएको छैन ल अलिक ठुलो भएको छ ल टाइमिङ हेर्नु भएको छ तपाईँले हामी हेरौँ न टाइमिङ हेरौँ न टाइमिङ सेट गरेन सेट गराएको छ कुन ठुलो छ मेरो ठुलो छैन होइन मेरो ठुलो छ है ल मलाई ठुलो ल्याउ के फरक पर्दैन मैले जित्नेवाला छु फेरि 1 2 ल बेस्ट अफ लक है अर्कोले प्लस नोट पनि गर्नुपर्ने
बेसरी आफूलाई सिम्पल भयो खोटी भयो होला बेलुका नै मरिन्छ मिनट गयो 1 मिनेट हाल्नु त भएन 11 हो 11 त खाना भयो और के उनका फाले है साथ ही फेरि अबे छिटो 2 मिनेट पुग्नलाई सक्यो हो फेरि कति भयो 1 मिनेट कता ओइ 51 1 मिनेट गइसक्यो 55 55 2 मिनेट हेर्को उयो भयो दुईजना भएन दुईजनै भयो तपाईँकोमा छ पेथा दुईजनै भएन दुईजनाकै 2 मिनेटमा सिद्धाउने हामी चाहिँ सकाउनु कोसिस गरेको गेर अलिक ठुलो भयो तर चाहिँ अब यो हेरेर विनर जित्नु पर्ने तपाईँ तर चाहिँ यो चाहिँ अलिकति राम्रो भएन है केही छैन होइन पैसा यतिको रह्यो तर सकेको नि त्यो अम्लो कम अम्लो 2 मिनेटमा यत्रो है अघि देखाएको नि त त्यत्रो है देख्नु भएको छ ल एकदम मिठो पनि भयो साथीहरू अस्ति सकम है यहाँ यो किन खेर भने हो र सकम पोजिदिएको सक्दिन होला सकम हैन बरु हुन्छ होला अब त यो त बढी हुन्छ होला है ल तर म लास्टै खाएँ मैले आज खानु मिठो थियो है यो नि है भरे टोइले बस्न चाहिँ गाह्रो हुन्छ जस्तो पिरोले पछाडि पंखा सक्दैन होला सकेन साथीहरू होइन आजको ब्लग यति नै होइन आज चाहिँ हामी चाहिँ यस्तो राम्रो होइन वातावरण होइन पछाडि हरियाली चराचुरुङ्गीहरूको आवाज सँगसँगै हामी चाहिँ आज आँपको मुखबाङ गऱ्यौँ साथीहरू दिदीबहिनीले होइन अझै फ्रेस आँप नै टिपेर नै हामीले खायौँ होइन एकदम मिठो लाग्यो अनि रमाइलो पनि भयो आजको ब्लग होइन हामीले यति धेरै त खान सक्थेनौँ बिहान पनि खाएको थियो झन् अझै होइन बिहान खाएको चाहिँ हामी सकिन्थ्यो धेरै नै आज पनि बिहान त्यत्रो खाएर पनि अहिले पनि त्यत्रो त खान सक्यो हामीले लास्टमा चाहिँ सकिन भन्दा पनि एउटा च्यालेन्ज गरेको थियो 7वटा गेडै त्यो खाएँ अनि योसँग त अब होइन 9वटै भयो नि त त्यो चाहिँ सिङ्गल खाएको भएर अनि यस्तो अब खान सक्यो होइन एकदम मिठो लाग्यो हजुरहरूलाई कस्तो लाग्यो आजको ब्लग आजको भिडियो होइन जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला मेरो अनि युट्युब च्यानलमा हजुरहरू फर्स्ट टाइम नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अब नेक्स्ट भिडियोमा भेटौँला साथीहरू अब छुट्टिन्छौँ बाई बाई